एभ्रीवान वेलकम ब्याक एन्ड नमस्ते सबैजनालाई। म फेरि पनि आइसकेको छु नयाँ रिएक्सन भिडियो लिएर है। आज भने म चाहिँ गोबर गणेश यानि कि नेपालमा पछिल्लो समय चाहिँ सबै कमेडियन एक्टर्सहरूले चाहिँ आफ्नै आफ्नै प्याटर्नको चलचित्र बनाउन थालिसक्नु भएको छ। जो एकदम धेरै पनि भइसकेको छ के। पहिला दीपक दिपाले सुरु गरेको नि त चलचित्र एक्टिङ कमेडी फिल्महरू बनाउनको लागि। त्यसपछि लगातार हुँदैछ। तर पछिल्लो समय चाहिँ केही फिल्महरू चाहिँ सफलता पाएको छ भने केही फिल्महरूले भने पानी पनि भन्न पाएको छैन। सो हामी चाहिँ यति बेला चाहिँ गोबर गणेश मरिचमान श्रेष्ठ उफ बल्छी ध्रुवेले बनाउन लागेको चलचित्र हो। एकदम धेरै मेहनत गरेको देखेको छु मैले होइन। प्रमोसनहरू पनि लाग्छ धेरै हिँडिरहनु भएको छ। सो हामी एकचोटि हेरौँ होइन कस्तो छ त यसको ट्रेलर कस्तो बनेको छ त हेर्न लायकको छ कि नै। सो हामी पहिले सुरु ट्रेलर हेरौँ। हेरिसकेपछि हामी प्लस कुराहरू गर्नेछौँ है त। OSR Digital entertaining the nation. बुढो फेरि गोर्खाली हो नि त फेरि होइन। गोर्खाको हुनुहुन्छ एकदम। मैले चिन्जान छ उहाँसँग। मेरो पनि उस्ता उस्ता भयो काम चाहिँ। ए कसरी उस्तै छ भन्छ गरु त हो नि। स्टुडेन्टलाई नि गोबर भने के रे। हाम्रो आमालाई यो कानको माडबारी लाउँदा चाहिँ फिल्मको हिरोइन जस्तै देख्ने होला। खुवालाई राजस मेरो साथ छन्जेल त तैँले छुनु पनि पाउँदैनस्। ओ भनेपछि त्यस्तो नेपाल शान्ति क्षेत्र हो, बन्दुक पड्काउनु मिल्दैन। बन्दुक त के कारणले पड्किन्न भन्ने कुरा त मलाई थाहा छ नि। तँलाई त एडिटर विपिन मेरो मल्ल। छोरो भन्न पनि लाज लाग्छ। आमाको कानको यो बेचेर चाहिँ काठमाडौँमा रमाइलो गर्नुपर्छ है केटा। ओ ल दिशा पिसाब गर्ने पदम ठाउँ तामाङ। के भन्नु भयो र? दिशा पिसाब गर्ने ठाउँ पछाडि भने दिशा गर्ने ठाउँ मात्रै पछाडि, पिसाब गर्ने ठाउँ अगाडि। पुरा अर्थ अर्कै। कपडा चाहिँ ड्रेस अप चाहिँ कसले बनाए यस्तो भने सुहाउने गोबर गणेशलाई। के छ केटा हो महिना त मर्यो त। यामा मैले त काम गर्न थालेँ नि त। के काम गर्न लाइस् नि? आनन्दरी गाडीमा चन्नियो सरर गुडेर हिँड्ने। बाबु यो त गुन्ने होइन रहेछ नि आमा, उड्दो पनि रहेछ। ए उड्दो पनि रहेछ। उडा बाबु उडा, तेरो बाउको अगाडि उडारै देखाउनु पर्छ। तेरो बाबु इन्दुलाई ओइ साइड हान्ने विचार गरेछ क्या? हलदारको छोरो हो, हान्नु परेपछि वर्षा केको साइड सिवाकोटी फ्रन्ट नै हान्ने हो। नाम यसरी रक्सी खाएर हिँड्नलाई कसले सिकायो? खाए त तेरो बाउ मैले खाए। मेरो जिन्दगी पनि तैँलाई समात्दै जाने भयो। साला गुरुङको छोरा बुझिस? साथीको लागि गर्दन पनि दिन्छु। हो गुरुङको छोरा हो, साथीको लागि गर्दन पनि दिन्छु। निस्केर जा। नाइस डायलग। ओ ओ गाउँको त्यो चुप्रोबाट ल्याएर काठमाडौँमा घर बनाएर राख्छु भनेको थिएँ तिमीलाई। तर आज पशुपतिको बास भयो आमा। नाइस। सबैको अन्तिम बास त यही त हो नि। मात्रै कोहीको ढिलो कोहीको चाँडो। या ओ गोबर गणेश डाइरेक्टर स्क्रिन प्ले हुँदाहुँदै गायककार पनि यो चलचित्रको स्टोरी राइटर पनि मरिचमान श्रेष्ठ यानि कि बल्छी ध्रुवे। एन्ड अगाडि अगाडि हेर्दा एकदम धेरै त्यो मजाको कहानी ट्रेलरमा देखाइरहेको छ। एन्ड जुन के पीडा हुन्छ नि काठमाडौँ जो घर छोडेर हिँडिसकेपछि छोरा मान्छेलाई कति कुराहरू झेल्न पर्छ होइन। एउटा सपना छोरा मान्छेको आफ्नो परिवारलाई खुसी बनाउने, त्यो खुसी राख्न नसक्दा अनि बनाउन खोज्दा खोज्दा त्यो अन्तिम साससम्म पनि गर्न नसक्दा खुसी परिवारलाई दिन नसक्दा होइन
त्यो पीडा कस्तो हुन्छ छोरा मान्छेलाई बढी थाहा हुन्छ यो कुरा होइन सो छर्लङ्ग देखाएको छ हुन त ट्रेलरमै फिल्म भइसक्यो होइन सबै कथावस्तु नै एकैचोटि भनिदिए यति धेरै लिगेज त छोड्न हुन्थेन होइन जस फिल्ममा चाहिँ के हुन्छ कस्तो हुन्छ थाहा भइसकेछ कि है यति कुरा चाहिँ अलिकति चाहिँ गलत भयो है टक्क ट्विस्ट दिनुपर्छ ट्रेलर धेरै लामो पनि भयो है सो एनिवे हामीलाई हेर्ने यो चलचित्र हो यो छोटो मिठो ट्रेलर भयो यो फिल्मै भयो यसलाई चाहिँ नराम्रो नसोचिदिनु होला है फेरि है जस्ट मेरो कुराहरू हो नेपाली चलचित्रहरूलाई विक पोइन्ट यही भन्छ कि अगाडिको सुरु हेरेपछि अन्तिम थाहा भइहाल्छ भन्छ त्यो चाहिँ नहोस् कि चलचित्रहरूमा चाहिँ सेग्रेट होस् होइन एनिवे पदम तामाङ अनि त्यसपछि मरिचमान अनि त्यसपछि हाम्रो यो उसकै कमेडियन जोडी मुन्नी होइन के भन्छ कस्तो नाम सरी ल मलाई नाम आएन अनि वर्षा शिवकोटी लगायतका धेरै एक्टर्सहरूलाई देख्न पाइयो मजा लाग्यो हेर्नलाई फिल्म हलमा पनि हेर्न जानुपर्छ होइन सो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला अर्को रियाक्सनमा हामी भेट हुनेछौँ जय नेपाल जय नेपाली चलचित्र